हेलो गाइज वेलकम टु माई न्यू सारा फ्यामिलीमा। आज चाहिँ हामीहरू गेमिङ भिडियो बनाउन गइरहेको छौँ है त। ल अब हामी गेमिङ भिडियो बनाउन गइरहेको छौँ। धेरै टाइम छैन, त्यही भएर म एउटा लन वुल्फको टक्क भिडियो बनाइदिन्छु हजुरहरू सबैजनाको लागि। ल हेर्नु है त, अब हामीले भिडियो कसरी बनाउँछौँ है। अब तपाईँहरूले हेर्नु। अब मैले गेम चाहिँ सुरु गरेको। मेरो आइडी खासै राम्रो त छैन, यो मेरो अर्कोवाला आइडी हो। एकछिन देख्नु है, म आफ्नो अर्को मेन आइडीमा जान्छु अनि त्यसपछि हेर्नु होला। आफ्नो मेन आइडीमा गइरहेको छु साथीहरू म। अनि त्यसपछि अब साथीहरू तपाईँले हाम्रो युट्युब च्यानललाई चाहिँ सपोर्ट पनि गर्नु होला भन्न चाहन्छु। अब नर्मल लन वुल्फ होइन, अब नर्मल लन वुल्फ हेर मेरो गेम प्ले पनि राम्रो छैन, त्यही भएर है त। हेर्नु, मन परे लाइक सपोर्ट गरिदिनु, मन नपरे नि लाइक सपोर्ट गरिदिनु, एउटै कुरा हो। अब खै गेम सुरु भएको। ल हेर्नु है, कमल्डो 5349F भन्ने आउनु भएको रहेछ। ल हेरौँ है त कसले जित्छ। आज म 0ले हराउनु ट्राई गर्छु, त्यही भएर है 0ले हराउनु ट्राई गर्छु। अब डेजर्ट होला, डेजर्ट इगल होइन रहेछ, MP5 र M10 रहेछ। ल हेरौँ है त। अब हेर्नु त गाइस, कस्तोसँग हान्ने क्या हान्दाखेरि टप। ल अफलाइन पो गाह्रो छ त, के हो अफलाइन पो गाह्रो छ नि त। ल पछि कमब्याक हान्छौँ। ल हामी टिम अप गरिदिउँ, अब हानिदिउँ। नेटै नचलेर रहेछ गाइज, अब चाहिँ नेट चल्या होला। अब त्यस्तै अब चाहिँ खेल्छन् होला है त। ल हेरौँ अब कस्तो गेम प्ले हुँदो रहेछ भनेर। धेरै दिनपछि खेल्नु सुरु गरे हो, गाइज, त्यही भएर हान्न अलिकति गाह्रो त हुन्छ, तर हान्न चाहिँ हानिन्छ है गाइज। ग्लोलको बटनै खिच्दैन, यहाँ रहेछ। म उता फोकटी खोजेर। ल अब चाहिँ तपाईँको मेरो जलवा हेर्नु है त गाइज, अब कस्तोसँग हराइन्छ। अब हेर्नु न, ग्लोअलै छैन कि गाइज। ग्लोअल हेर्नु यहाँ छ, अब यसलाई यहीँ राख्नु पर्यो। ग्लोअलले यस्तो ठाउँमा कसरी हान्ने पनि। होइन गाइस, हान्न त म सजिलोले हानिदिन्छु क्या त। त्यही भएर धेरै दिनपछि सुरु गरेको होला, तर मेरो गेम प्ले चाहिँ फेरि राम्रै छ, त्यस्तो राम्रो पनि होइन, ठिक्क छ। त्यही हो, अब ठिक्कै भन्न मिल्छ है गाइस मेरो गेम प्ले। ल अब फेरि अगाडि गएर हानौँ। तर यस्तो त हेडसट पनि धेरै राम्रो त लागेन, तर लाग्न चाहिँ लाग्यो भन्नुहुन्छ। ल अब 3 राउन्ड जित्यो, अब लास्ट 2 राउन्ड छ, हेरौँ है त। ल अब गाइज, अब धेरै दिनपछि खेल्न सुरु गरेँ, त्यही भएर मैले एउटा गेमिङ भिडियो नि हालेको। साथ सपोर्ट अनि सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है साथीहरू। अब कुन चाहिँ गर्नु, ओहो गाइज मलाई यो गन चलाउनै आउँदैन कि यो स्तर। अब हेरौँ है त लाग्छ कि लाग्दैन। अस्तिमा त फेरि हेडसट त लागेको थियो, त्यही पनि अब के थाहा। ल गाइज ह्याकर हो क्या हो, ल पछाडि फर्केर पो हान्छ गाइज। मलाई त यस्तो हो होइन त, त्यही भएर मलाई यो गनै चलाउन आउँदैन कि। अब कमब्याक भइगयो नि, यो गन मैले त हेर्दा मैले जित्थेँ होला। मलाई चलाउनु के गर्नु, चलाउनु नआएपछि कहाँ हराउँछ है त। अब त्यो पनि हेरौँ, हामी त बटवाक गरेर हान्ने कि, बटवाक सजिलो हुन्छ नि त, त्यही भएर गाइज। गाइज देख्नुभयो मैले हेडसट हानेको, लाग्न त लाग्छ कि फेरि त्यस्तो नि होइन। अब कस्तो लाग्छ, लाग्न त लाग्यो। अब यसपछि चाहिँ कस्तो लाग्दो रहेछ, अब हेरौँ है त। ल गाइज कुन गन लिने त। अब MP5 र अम पनि चलाउन आउँछ गाइज, त्यस्तो त होइन। अब त्यही पनि ट्राई गरौँ। अम पनि स्किन छ गाइज, यो डाउनलोड नगरेर होला। अमको मसँग 2टा स्किन छ।
फेरि गाइज म टप अप प्लेयर चाहिँ होइन कि त्यस्तो त्यो टप अप पाइँदैन नि कहाँ गाइज MP40 लास्टै रिलोड गर्छ कि त्यही भएर MP40 मलाई त राम्रै कि फेरि अब यो अब अमले नै गर्नुपर्छ जे गर्नुपर्छ मैले हेडसट त हानेको थिएँ होइन 72 को लगाएको थियो अब उसले भुट्यो नि त मेरो MP40 ठ्याक्कै रिलोडमा गयो छिर्दियो अनि त्यसपछि अब यस्तै भयो अब हेरौँ है अब MP40 आजको भिडियो सबैले सेयर गरिदिनु होला ल है त बाई बाई गाइस अब हाम्रो भिडियोलाई साथ